हेलो गुड इभिनिङ सेवारो नमस्ते सबै मित्रगणमा। ल आज चाहिँ हाम्रो घरमा चाहिँ मोमो पाक्दैछ बनाउँदैछ है। र के को मोमो भन्नुभयो भने चाहिँ गेस गर्नु होला, एकदम मिठो हुन्छ है। यहाँ तपाईँले देख्न सक्नुहुन्छ मैले यहाँ एक मुक्त चाहिँ मैले राखिरहेको छु। आजको हाम्रो मोमो साथीहरू यो चाहिँ फर्सीको किमा हो, एकदम दामी हुन्छ। तपाईँले पनि घरमा ट्राई गर्नुहोस्, फर्सी छ भने एकचोटि पकाएर मोमो बनाएर खानुहोस् कि अनि कस्तो हुन्छ तपाईँले भन्नुहोस् है। ल मलाई चाहिँ एकदम बेस्ट लाग्छ, म यसको मात्रै बेसी खान्छु, हेर्न सक्नुहुन्छ। मोमो रेडी भयो। ल सुरु गरेको मोमो बिचारे छ गरेर सुरु भयो, चाहिँ मोमो खाने सुरु भयो। साथीहरू अब चाहिँ एकदम पाकिसकेको छ। यहाँ अब हामी खानेछौँ है। हेर्नुहोस् है, यो अचार छ, यो मोमो छ, कति मिठो है। साह्रो मिठो भएको छ। यहाँ हाम्रो यहाँ पनि पाक्दैछ मोमो। मोमो टेस्टी, दामी, एकदम दामी भएछ यहाँ मोमो चाहिँ हो। मलाई चाहिँ एकदम बेस्ट लाग्छ यो पम्पकिनको मोमो चाहिँ, फर्सीको मोमो भनौँ न है। कस्तो मिठो हुन्छ, तपाईँले पनि घरमा छ भने पकाएर खानुहोस् है, कति मिठो हुन्छ, एकदम टेस्टी हुन्छ।